नमस्ते साथीहरू, के तपाईलाई विश्वास लाग्छ नेपालले कुनै सामान नबेची केवल हावा अर्थात् वातावरणमा कार्बन घटाएर 4 अरब 16 करोड रुपैयाँ भन्दा बढी कमाएको छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो। न त हामीले बिजुली बेच्यौं, न त जडीबुटी। हामीले केवल वातावरण जोगायौं र त्यसैको बदलामा विश्व बजारबाट यति ठूलो रकम हात पार्यौं। आखिर यो कसरी सम्भव भयो? के हो यो कार्बन व्यापार र भविष्यमा नेपालले यसबाट अझै कति कमाउन सक्छ? आजको भिडियोमा हामी यसैको बारेमा विस्तृत चर्चा गर्नेछौँ। आउनुहोस् अब सजिलो भाषामा बुझौँ। विकसित देशहरूमा ठूला ठूला उद्योग चल्छन् जसले धेरै धुवाँ र कार्बन उत्सर्जन गर्छन्, त्यसैले पृथ्वीको तापक्रम बढाउँछ। तर अर्कोतिर नेपाल जस्ता देशहरू छन् जसले वन जङ्गल जोगाएर वा सफा ऊर्जा क्लिन इनर्जी प्रयोग गरेर वातावरणलाई स्वच्छ राख्न मद्दत गर्छन्। अन्तर्राष्ट्रिय नियम अनुसार जसले बढी प्रदूषण गर्छ उसले वातावरण जोगाउने देशलाई क्षतिपूर्ति बापत पैसा तिर्नुपर्छ र यसैलाई कार्बन क्रेडिट भनिन्छ। 1 टन कार्बन घटाउनु भनेको 1 कार्बन कमाउनु हो, जसलाई अन्तर्राष्ट्रिय बजारमा डलरमा बेच्न सकिन्छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार सन् 2007 देखि 2025 सम्ममा नेपालले झन्डै 66,88,000 टन कार्बन उत्सर्जन घटाएको प्रमाणित भएको छ। यसैको बदलामा हामीले हालसम्म 4 अरब 16 करोड 10 लाख रुपैयाँ आम्दानी गरेका छौँ। यसका लागि नेपालका 8 वटा ठूला आयोजनाहरू दर्ता छन्, जस्तै गाउँ गाउँमा बनेका बायोग्यास प्लान्टहरू, सुधारिएको पानीगट्टा, साना तथा लघु जलविद्युत आयोजनाहरू। यी आयोजनाले गर्दा मानिसहरूले दाउरा, मट्टीतेल र डिजेलको प्रयोग घटाए, जसले गर्दा कार्बन उत्सर्जन कम भयो र हाम्रो ग्रीन इकोनोमी बलियो बन्यो। तर यो यात्रा त्यति सजिलो पनि छैन। पहिले नेपालले क्योटो प्रोटोकल अन्तर्गत कार्बन बेचिरहेको थियो, जुन चाहिँ 2023 बाट बन्द भयो र अब हामी गोल्ड स्ट्यान्डर्ड नामक नयाँ र कडा मापदण्डमा प्रवेश गरेका छौँ। र यो नयाँ प्रणाली स्विजरल्यान्डको एउटा संस्थाले हेर्छ। यसले कार्बन मात्र होइन, त्यो आयोजनाले मानिसहरूको जीवन स्तरमा कस्तो खालको सुधार ल्यायो भन्ने सूक्ष्म रूपमा हेर्ने गर्छ। यसको प्रक्रिया अलि झन्झटिलो र महँगो पनि छ, किनकि अन्तर्राष्ट्रिय प्रमाणीकरणकर्ताहरू नै बोलाउनु पर्ने हुन्छ। यदि हामीले समयमै यो प्रक्रिया मिलाउन सकेनौँ भने आउँदा दिनहरूमा अरबौं रुपियाँ गुम्न सक्ने खतरा पनि छ। 4 अरब त सुरुवात मात्र हो। नेपालको झन्डै 45% भूभाग वन जङ्गलले ढाकेको छ। तराईका 13 जिल्लाको वन जोगाए बापत मात्रै विश्व बैंकले नेपाललाई थप 5 अरब 50 मिलियन डलर दिने सम्झौता भइसकेको छ। यदि हामीले देशभरिको वन र जलविद्युतलाई सही ढङ्गले कार्बन बजारमा ल्याउने हो भने नेपालले वार्षिक अरबौं रुपैयाँ रोयल्टी पाउन सक्छ र यो पैसाले गाउँ गाउँमा वातावरणीय विकास र गरिबी निवारणमा ठूलो मद्दत पुग्नेछ। त्यसैले साथीहरू, कार्बन व्यापार भनेको केवल पैसा कमाउनु मात्र होइन, यो पृथ्वीलाई बचाउने एउटा जिम्मेवार अभियान पनि हो। नेपालले यस क्षेत्रमा गरिरहेको प्रगति साँच्चै गर्व गर्ने लायक छ। सरकारले प्रक्रियागत ढिलाइलाई हटाएर यसलाई अझ सरल बनाउन आवश्यक छ। तपाईलाई के लाग्छ? के कार्बन व्यापार नेपालको आर्थिक समृद्धिका लागि मुख्य आधार बन्न सक्छ? तल कमेन्टमा लेख्नुहोला। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भन्दै म प्रेम दर्नाल यहाँहरू माझबाट बिदा हुन्छु। अब छिटै अर्को भिडियोमा भेटौँला। Thank you.